चन्च्याङको यो सुन्दर ताल जति हेर्दा पनि हेरिरहँ लाग्ने। समर भ्याकेसनको समयलाई पारेर फुर्सदको समय मिलाएर लिएका केही भिडियोहरू तपाईँहरूमाझ पेस गरिरहेको छु। यो सुन्दर दृश्य अनि सुन्दर ताल तपाईँलाई कस्तो लाग्यो? वर्षायामको बेलामा यसरी फुर्सद मिलाएर घुम्नुको मजा बेग्लै छ। आजको भिडियो विशेष रहनेछ। भिडियो सुरुदेखि अन्तसम्म नकाटेर हेर्नुहोला। हेलो एभ्रिवान, अब म फर्किँदैछु याङजाओ युनिभर्सिटीतर्फ। लगभग आज बिहान 10:30 बजी निस्केको छु म याङजाओ युनिभर्सिटीबाट। अब अहिले चाहिँ बेलुकाको 7:30 बजेको छ। म फर्किँदैछु आज नानसान, त्यसै गरी चाहिँ जिउसाङ र इन्डियन करी रेस्टुरेन्ट चाहिँ भिजिट मात्रै गरिएन, इन्डियन नर्थ फुडको चाहिँ नर्थ इन्डिया फुडको चाहिँ स्वाद पनि लियो। एकदमै डेलिसियस टेस्टी नै थियो, मिठो लाग्यो। अब स्पेसल्ली छोला भुटुरा, रसभरी, लालमोहन र केही कुराहरूमा चाहिँ यस्तो लाइक चौमसा चाट भयो, समोसाहरू, छोला भुटुराहरू आज स्वाद लिएर खायो। तर अलिकति एक्सपेन्सिभ लाग्यो मलाई। एउटा समोसाको लगभग 32 RMB भनेको नेपालको, दुईवटा पिसको 32 RMB भनेको कति भयो? अब 800 नेपाली पर्न आउँछ। अलिक एक्सपेन्सिभ नै छ है यहाँ। रोज अलमोस्ट लाइक 600 RMB खर्च भयो आज। 600 RMB चाहिँ मैले टोटल खर्च गरेँ। 600 RMB भनेको नेपाली लगभग 14,000 नेपाली 14,000 आज खर्च भएको छ। ट्याक्सी भाडा अनि त्यसै गरी यो बोटको चार्ज, ट्याक्सी रेन्ट र इन्डियन खानाको सबै मिलाएर आधे राते ओभरअल राउन्ड ट्रिपको चाहिँ 600 RMB खर्च भएको छ। कहिले कसो खर्च हुन्छ यसरी टाढा, त्यो पनि चाइनामा इन्डियाको खाना पाउनु भनेको बिरलै हो, तर पाइयो आज। गजब लाग्यो। तपाईँहरूलाई मैले देखाइरहेको पनि छु। बोटको यात्रा बेलुकाको 7:30 बजेको छ। 7:30 बजेको समयमा यो सिनारियो कस्तो लागिरहेको छ बोटको यात्रा गर्दाखेरि, र बोटको यात्रा गर्दाको अनुभव पनि तपाईँलाई मैले सुनाएँ। यो मेरो सेकेन्ड टाइम हो। साह्रै रमाइलो भयो आज। इन्डियन खाना खाइयो। चाइनाको चन्च्याङमा रहेको नानसानदेखि लिएर थुप्रै ठाउँ, गार्डनहरू घुमियो, पहाडहरू घुमियो, पुराना भूत बङ्गलाहरू पनि हेरियो, राजाहरू बस्ने ठाउँ पनि हेरियो, पेभिलियनहरूमा पनि बसियो, र अन्त्यमा चाहिँ नर्थ इन्डियन खाना खाएर हामी फर्क्यौँ। यो सनसेटको सिनारियो दामी छ, रातै छ पुरै। सनसेट हुने बेलामा यस्तो सिनारियो दिइरहेको देख्न सकिन्छ। साउनको महिना र अहिले जुलाईको 28 भयो यता। म छु यति बेला चाइनाको चन्च्याङमा छु। चन्च्याङमा पनि यो याङजे रिभरको बोटमा यात्रा गरिरहेको छु। आज दिउँसोतिर गर्मी पनि थियो, अहिले हल्का चिसो छ। यो नदीमा तपाईँ देख्न सक्नुहुन्छ बडेमानका विभिन्न साना ठुला गरेर विभिन्न थरीका छुवान यानि कि बोटहरू। यस्तो छ सिनारियो। तपाईँलाई मैले देखाइरहेको छु र तपाईँलाई के कस्तो लाग्छ, मनमा लागेको प्रतिक्रिया हामीलाई कमेन्ट मार्फत दर्शाउनु होला। हेर्नुहोस् त, यसरी बोटमा यात्रा गर्दाको अनुभव बेग्लै छ। म त्यो ठाउँबाट आएको, गगनचुम्बी महल भएको ठाउँमा थिएँ अघि। त्यो ठाउँबाट म पार गर्दैछु। अब याङजाओ युनिभर्सिटीतर्फ जाँदैछु म। अब यहाँबाट चाहिँ पार गरेपछि यो नाउँले तारिसके पछाडि लगभग मलाई आफ्नो याङजाओ युनिभर्सिटी पुग्नको लागि 45 मिनट लाग्छ। पारिपट्टि बाइक राखेको छ। बाइक चढेर अब दुवै दाजुभाइ जान्छ। साँझको बेलाको यो सिनारियो तपाईँहरूलाई कस्तो लागिरहेको छ? जस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया कमेन्ट गर्नुहोला। र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब भने अवश्य गर्नुहोला।
तपाईँहरूलाई देखाइरहेको छु मैले सनसेटको यो एकदमै अत्यन्तै सुन्दर सिनारियो। सनसेटको अत्यन्तै सुन्दर सिनारियो, सनसेटको बेलाको सिनारियो हो यो। यहाँहरू देख्न सक्नुहुन्छ। वाह, बेलुकाको 7 बजेको छ यति बेला। 7 बजेको यो सनसेटको